नमस्कार दर्शकबिन, आज पनि एउटा सानो कथा लिएर हजुरहरूमाझ उपस्थित भइसकेको छु। मलाई आशा छ हजुरहरूलाई यो कथा अवश्य मन पर्नेछ। मन पर्यो भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्न नबिर्सनुहोला। कथा यस प्रकार छ। बिहानको मधुर घाम पहाडी गाउँमा छरिएको थियो। जीवनले हल्का नीलो कमिज र दौरा सुरुवाल लगाएको थियो। ऊ आफ्नो गाउँको साँघुरो बाटो हुँदै हिँडिरहेको थियो। अचानक उसले रितालाई देख्यो। ऊ रातो साडी लगाएर हल्का गहना र टिका सहित पानीको घैला बोकेर बाटो हिँडिरहेकी थिए। जीवनले पहिलो पटक रितालाई नजिकबाट देखेको थियो। ऊ मुस्कुराउँदै आफ्नो तालमा हिँडिरहेकी थिए। जब रिता पानीको घैला उठाएर फर्किन लागि, अचानक उसको नजर जीवनसँग जुध्यो। केही सेकेन्डको लागि समय स्थिर भए जस्तै लाग्यो। दुवैको आँखामा अपूर्व चमक थियो। मनमा अनौठो तर मिठो अनुभूति भयो। जीवन हल्का मुस्कुराउँदै अगाडि बढ्न लाग्यो, तर उसले रिताको छेउबाट जाँदा हल्का स्वरमा भन्यो, घैला भारी त छैन, म सहयोग गर्न सक्छु। रिताले लजाएर भनी, होइन, म आफै लैजान सक्छु। तर उनको आवाजमा लय थियो, आँखामा चमक थियो। पहिलो पटक दुवैले एकअर्कालाई महसुस गरेका थिए। एक दिन उनीहरू पहाडीको फेदमा बसिरहेका थिए। जीवनले रितालाई सोध्यो, के तिमीले कहिले कसैलाई आफ्नो मन दिएकै छौ? रिता लजाउँदै भुइँतिर हेर्दै मुस्कुराइन् र भनिन्, सायद, तर त्यो मान्छेले बुझ्छ या बुझ्दैन त्यो मलाई थाहा छैन। उनीहरू यसरी कुरा गर्दै घन्टौँ बिताउन थाले। उनीहरूको प्रेम धेरै गाढा भइसकेको थियो। तर गाउँको समाजले प्रेमलाई सहजै स्वीकार्दैन थियो। एक दिन रिता र जीवन कुरा गर्दै गर्दा गाउँका केही व्यक्तिहरूले देखे। कुरा पुरै गाउँभरि फैलियो। यो कुरा रिताको परिवारलाई पनि थाहा भयो। रिताको परिवार धेरै रिसायो। रिताको बुवाले भने, हाम्रो छोरीको बिहे त राम्रो घरमा गर्ने हो, यस्तो बाटोमा कुरा गर्दै हिँड्ने मान्छेसँग होइन। जीवनलाई पनि चेतावनी दियो, गाउँको मर्यादा बिगार्ने काम नगर तिमी। जीवन र रिताले समाजको डरभन्दा आफ्नो प्रेमलाई प्राथमिकता दिए। एक रात जीवनले रितालाई चिठी लेख्यो, हाम्रो प्रेम साँचो छ, हामीले डराउनु हुँदैन। रिताले आँसु झार्दै सोची, यदि प्रेम साँचो छ भने लड्नुपर्छ। यही समयपछि गाउँ, समाज र घरले पनि बुझ्यो यो उनीहरूको प्रेम साँचो थियो। अन्ततः रिता र जीवनको बिहे भयो र उनीहरू आफ्नो गाउँमै प्रेमको एउटा सुन्दर उदाहरण बने। प्रिय दर्शकबिन, यो कथा हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला। साथमा हाम्रो युट्युब च्यानल एम स्टोरिज नेपाललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्न नबिर्सनुहोला।